नमस्कार साथीहरू, स्वागत छ हजुरलाई हाम्रो सिरिज प्रोग्रामिङ नेपालीमा। आज म तपाईहरुलाई सिकाउन गइरहेको छु HTML मा चाहिँ वेब डेभलपमेन्ट चाहिँ कसरी गर्ने भनेर हैन। हाम्रो यो HTML भनेको चाहिँ वेब डेभलपमेन्टको चाहिँ फर्स्ट स्टेप हो हैन। अनि यो HTML युज गरेर चाहिँ हामीले चाहिँ वेबसाइट चाहिँ कसरी बनाउन सकिन्छ, वेबसाइटको एउटा स्ट्रक्चर चाहिँ कसरी बनाउन सकिन्छ त्यो कुरा चाहिँ आज हामी डिस्कस गर्नेवाला छौं हैन। यो भिडियोपछि तपाईले चाहिँ HTML भनेको के हो र HTML ले कसरी काम गर्छ यो कुरा बुझ्नुहुन्छ भने चाहिँ हामीले लास्टमा चाहिँ रियल प्रोजेक्ट प्लस टास्क पनि गर्नेवाला छौं, जुनले चाहिँ हाम्रो यो भिडियोलाई चाहिँ इन्ट्रेस्टिङ बनाउँछ र तपाईहरुले चाहिँ सिक्न पनि सजिलो हुन्छ। सो लेट्स गेट स्टार्टेड। ओके, अहिले चाहिँ हामी चाहिँ स्क्रिनमा आइसकेका छौँ। अनि सबैभन्दा सुरुमा चाहिँ हामीले बुझ्नुपर्ने कुरा भनेको HTML भनेको के हो, व्हाट इज HTML र HTML को चाहिँ फुल फर्म त्यो कुरा चाहिँ हामीलाई थाहा हुनैपर्छ हैन। यो चाहिँ हाम्रो एक्जाममा आउने पनि कुरा हो, जुनमा चाहिँ HTML भनेको चाहिँ के हैन, एउटा जस्ट हाइपरटेक्स्ट मार्कअप ल्याङ्ग्वेज हो, एउटा हाइपरटेक्स्ट मार्कअप ल्याङ्ग्वेज हो हैन। यसको फुल फर्म भनेको हाइपरटेक्स्ट मार्कअप ल्याङ्ग्वेज हो, यो कुरा हाम्रो बुझ्नु पर्यो हैन। अनि यसको चाहिँ पोइन्ट अफ भ्यू नोटेड चाहिँ के हुनुपर्छ भन्दाखेरि चाहिँ HTML चाहिँ कुनै ल्याङ्ग्वेज या प्रोग्रामिङ ल्याङ्ग्वेज हैन के, एउटा कुनै प्रोग्रामिङ ल्याङ्ग्वेज हैन, यो जस्ट के हो, एउटा मार्कअप ल्याङ्ग्वेज हो। यो कुरा हामीलाई थाहा हुनुपर्छ हैन, मार्कअप ल्याङ्ग्वेज हो। अनि HTML ले चाहिँ के हेल्प गर्छ भन्दा चाहिँ हामीले चाहिँ वेबसाइटको स्ट्रक्चर बनाउनमा चाहिँ हेल्प गर्छ, स्ट्रक्चर बनाउनको लागि हेल्प गर्छ हैन। यो कुरा चाहिँ हामीलाई थाहा हुनु पर्यो। के हो HTML, के हैन, प्रोग्रामिङ ल्याङ्ग्वेज हैन, प्रोग्रामिङ ल्याङ्ग्वेज हैन, यो चाहिँ के हो, एउटा मार्कअप ल्याङ्ग्वेज हो। यो कुरा बुझ्नु पर्यो। अनि यसले चाहिँ हामीलाई के गर्छ, स्ट्रक्चर बनाउनको लागि हेल्प गर्छ हैन। जसले हामीलाई चाहिँ घर बनाउनु पर्यो, घर नराम्रो छ, यो झ्यालहरु भयो, घर बनाउनु पर्यो। घर बनाउनको लागि हामीले के गर्नुपर्छ, पहिला सुरु एउटा पोल बनाउनु पर्छ, पोल बनाउनु पर्छ, जग्गा खन्न पर्छ तल हैन। त्यो पछि सिमेन्ट हाल्नु पर्छ, त्यो पछि के गर्नु पर्छ, इट्टा लाउनु पर्छ। त्यो भएपछि के हुन्छ, एउटा बिल्डिङको स्ट्रक्चर बन्छ। त्यसमा बल्ल हामीले चाहिँ के गर्ने, स्टाइलिङ गर्ने हो, त्यहाँ रङ कुन लाउने हो, अनि कुन डेकोरेसन गर्ने हो, त्यो सबै के गर्छ, CSS मा पर्छ। तर अहिले हामीले के गर्न सक्छौं, HTML मात्रै सिकेछौं। HTML सिकेछौं भनेपछि के हो, यो भनेको जस्ट लाइक एउटा हामीले बिल्डिङ बनाउने मात्रै हो के, केही डेकोरेसन गर्ने हैन, जस्ट लाइक बिल्डिङ मात्रै बनाउने हो। त्यो भनेको हाम्रो के भयो, HTML भयो हैन। त्यो कुरा बुझ्नु पर्यो। ल एउटा मान्छेको एक्जाम्पल पनि लिऊँ। मान्छेको स्ट्रक्चर भनेको एउटा स्केलेटन हो, जुनले चाहिँ हामी चाहिँ हिँड्न सक्ने बनाउँछ, हामी चाहिँ बस्न सक्ने हिँड्न सक्ने बनाउँछ। त्यसरी नै वेबसाइटको स्केलेटन भनेको चाहिँ हाम्रो के हो, HTML हो के हैन। त्यो कुरा बुझ्नु पर्यो। वेबसाइटको स्केलेटन भनेको हाम्रो के हो, HTML भयो। त्यो कुरा पनि बुझ्नु पर्यो हैन। सबैभन्दा सुरुमा चाहिँ HTML चाहिँ किन इम्पोर्टेन्ट छ त नि, त्यो कुरा चाहिँ बुझ्नु पर्यो हैन। वेबसाइट बनाउनलाई चाहिँ हामीले चाहिँ HTML बिना चाहिँ पोसिबल छैन के। वेबसाइट बनाउनको लागि चाहिँ हामीले चाहिँ के गर्नुपर्छ, HTML युज गर्नै पर्छ हैन। अनि सबै ब्राउजरमा चाहिँ के गर्छ, यसले चाहिँ सपोर्ट गर्छ, जस्ट लाइक क्रोम, एज, फायरफक्स, इभन केमा युज गर्छ, सफारीमा पनि यसले के गर्छ, सपोर्ट गर्छ हैन HTML चाहिँ। अनि बिगिनर फ्रेन्डली छ हैन। यो चाहिँ जुन बिगिनरले, जस्तो बिगिनर प्रोग्रामिङ जानेकै हैन, फर्स्ट टाइम प्रोग्रामिङ सिक्न आएको छ भने नि यो चाहिँ इजिली जान्छ कि HTML चाहिँ इजिली चाहिँ त्यसले चाहिँ बुझ्छ हैन। यो कुरा चाहिँ हामीले बुझ्नु पर्यो। अनि यदि चाहिँ तपाईले चाहिँ वेबसाइट बनाउन चाहनुहुन्छ भने चाहिँ तपाईले चाहिँ HTML बाटै स्टार्ट गर्नुपर्छ हैन। यो कुरा चाहिँ हाम्रो चाहिँ पोइन्ट टु बी नोटेड भयो हैन। अनि हाम्रो चाहिँ बेसिक स्ट्रक्चर छ, जुनलाई चाहिँ हामीले के भन्छ, बोइलर कोड पनि भनिन्छ। सुरुमा चाहिँ यसमा चाहिँ के लेखिन्छ, हामीले डक्टर HTML लेखिन्छ, अनि HTML लेखिन्छ, अनि हेडिङ लेखिन्छ, त्यो पछि टाइटल लेखिन्छ, त्यो पछि फेरि हेडिङ क्लोज गरिदिन्छ, त्यो पछि बडी स्टार्ट हुन्छ, त्यो पछि अनि भित्र हामीले जे लेख्न मन लाग्यो, बडी भित्र जे लेख्न मन लाग्यो त्यो कुरा चाहिँ हामीले लेखिन्छ, त्यो पछि बडी क्लोज र HTML क्लोज गरिन्छ हैन। स्टेप बाइ स्टेप चाहिँ यो HTML को ट्यागहरुले चाहिँ के भनेको हामी चाहिँ त्यो कुरा बुझ्छौं हैन। सुरुमा चाहिँ अब डक्टर HTML, जुन यो डक्टर HTML लेखेको छ नि, यो डक्टर HTML ले चाहिँ के भनेको त नि, त्यो कुरा बुझौं हैन। डक्टर HTML ले चाहिँ ब्राउजरलाई चाहिँ के भन्छ भन्दा चाहिँ म चाहिँ HTML5 भर्जन हो है भनेर भन्छ के। HTML को चाहिँ डिफरेन्ट भर्जन हुन्छ, जुनमा चाहिँ HTML5 भनेको चाहिँ हाम्रो चाहिँ लेटेस्ट भर्जन हो। अनि डक्टर HTML चाहिँ त्यही भन्छ, म लेटेस्ट भर्जन हो है भनेर ब्राउजरले चाहिँ के भन्छ हैन। अनि HTML भनेको चाहिँ सबै HTML कन्टेन्टहरुलाई चाहिँ, सबै ट्यागहरुलाई, भित्रको जुन HTML भित्र हामीले यो लेखिएको छ नि, यो सबैको चाहिँ के हो, हाम्रो प्यारेन्ट क्लास हो, जुनले चाहिँ एउटा प्याकेट बनाएर चाहिँ राखेको हुन्छ हैन। HTML को ट्याग भित्र चाहिँ सबै जुन यो टाइटल लेखौँ त, जुन पनि यो हाम्रो हेडिङ लेखौँ त, जुन पनि हाम्रो यहाँ बडीसम्म छ नि, यो सबै के हो, यो सबैलाई प्याकेट बनाएर चाहिँ एउटा प्यारेन्ट क्लासले चाहिँ कन्टेन गरेर राखेको हैन। त्यो भनेको चाहिँ के हो, HTML डकुमेन्ट हो हैन। यो भनेको HTML ट्याग हो। अनि हेड टाइटल, यो हेड ट्याग भनेको चाहिँ के हो भन्दाखेरि चाहिँ हेड टाइटल, यो हेड ट्यागले चाहिँ के गर्छ भन्दाखेरि चाहिँ हामीले यहाँ चाहिँ टाइटल वा मेटा इन्फर्मेसनहरु चाहिँ हामीले चाहिँ स्टोर गरेर राख्न सक्छौं हैन। जसलाई यहाँ तपाईले लेख्न सक्नुहुन्छ टाइटल छ नि, यो टाइटलमा चाहिँ हामीले के गर्न सक्छौं, टाइटल भनेको के हो हामीले त्यो कुरा बुझौं। टाइटल भनेको चाहिँ जस्तै हामीले अहिले चाहिँ म
युट्युब सर्च गरेँ होइन, युट्युब सर्च गर्दाखेरि यो जुन आएको छ नि यो माथि युट्युब भनेर यो लेखेको आएको छ नि यो टाइटल भनेको, यो भनेको चाहिँ के हो टाइटल हो के, जुन यो युट्युब लेखेर आएको छ नि यो भनेको टाइटल हो होइन। अनि टाइटल लोगो भनेको चाहिँ यो जुन साइडमा यो युट्युबको लोगो छ नि यो माथिको टाइटलको साइडमा युट्युबको साइडमा त्यो भनेको टाइटल लोगो हो। यो कुरा चाहिँ बुझ्न सक्छ। त्यस्तै यस्तै इन्फर्मेसनहरू जस्ट लाइक मेटा इन्फर्मेसनहरू त्यो कुरा चाहिँ हामी चाहिँ हेडिङभित्र चाहिँ हेड ट्यागभित्र चाहिँ हामी चाहिँ स्टोर गरेर राख्छौँ होइन। अनि त्यो चाहिँ हाम्रो छ अब बडी ट्याग। बडी ट्यागमा चाहिँ हामीले चाहिँ युजरले जे कन्टेन्ट लेख्न मन लाग्छ त्यो सबै कुरा चाहिँ हामीले चाहिँ लेख्न सक्छौँ बडीमा होइन। जस्ट लाइक अब यो युट्युबमा जाऊँ, युट्युबकै कन्टेन्ट दिउँ, युट्युबकै कन्टेन्टमा चाहिँ हाम्रो चाहिँ जस्ट लाइक अब जति पनि यहाँभित्र कन्टेन्टहरू छ जस्ट लाइक अब यो युट्युबको लोगो छ होइन, यो युट्युबको लोगो पनि के भित्रै पर्छ भन्दाखेरि चाहिँ त्यही बडी ट्यागभित्रै पर्छ। यो सर्च बार पनि बडी ट्यागभित्रै पर्छ, यो क्रिएट भन्ने अप्सन पनि त्यही ट्यागभित्रै पर्छ होइन। नोटिफिकेसनको यो आइकन पनि बडी ट्यागभित्रै पर्छ। सबै कुरा चाहिँ बडी ट्यागभित्र हामीले लेखेको हुन्छ जुन चाहिँ यहाँ डिस्प्ले हुन्छ होइन। अब चाहिँ हाम्रो एचटिएमएल ट्यागलाई चाहिँ अलिकति एक्सप्लेन गरौँ होइन। जुनमा चाहिँ सबभन्दा पहिला चाहिँ हेडिङ ट्याग। हेडिङ ट्याग भनेको चाहिँ के हुन्छ नि, हेडिङ ट्याग भनेको चाहिँ हामीले चाहिँ जुन अलिकति मोटो र बोल्ड भएर लेखिएको हुन्छ नि त्यो कुरा चाहिँ हाम्रो चाहिँ हेडिङ हो होइन। जुनमा चाहिँ हामीले चाहिँ मेन कन्टेन्टहरू चाहिँ लेख्छौँ। जस्ट लाइक हामीले चाहिँ अब मेरो नाम चाहिँ हाई माई नेम इज असिम लेख्नु पर्यो भने चाहिँ यो चाहिँ कुरा चाहिँ हामीले चाहिँ हेडिङमा लेख्न सक्छौँ होइन। जुनलाई चाहिँ हामीले मेन कन्टेन्ट देखाउन छ, यो चाहिँ हाम्रो मेन टाइटल हो है भनेर भन्नु छ भने चाहिँ त्यसलाई चाहिँ हामीले के गर्छौँ हेडिङमा चाहिँ राख्छौँ होइन। यसको पनि 6वटा चाहिँ फेजहरू छन् होइन। जस्ट लाइक H1, H2, H3, H4, H5 र H6। जति तल गयो जति हेडिङ चाहिँ तल गयो त्यति नै हाम्रो के हुन्छ भन्दाखेरि चाहिँ हेडिङ चाहिँ मसिनो त्यसको चाहिँ फन्ट साइज चाहिँ घट्दै जान्छ होइन। यो कुरा चाहिँ हामीले बुझ्नु पऱ्यो। अनि त्यो चाहिँ अर्को छ हाम्रो प्याराग्राफ ट्याग। प्याराग्राफ ट्यागले चाहिँ के गर्छ भन्दाखेरि चाहिँ हामीले चाहिँ जति पनि प्याराग्राफहरू लेख्छौँ होइन, लोरेम सोरेमको जति पनि हामीले चाहिँ प्याराग्राफहरू लेख्छौँ त्यो सबै प्याराग्राफ चाहिँ हामीले के गर्छौँ यो पी ट्यागमा चाहिँ हामीले लेख्छौँ। हाम्रो चाहिँ पी ट्याग चाहिँ यसरी खुलेको हुन्छ जुनमा चाहिँ ट्यागहरू चाहिँ एउटा दुईवटा एरोको बिचमा चाहिँ हामीले चाहिँ लेखेको हुन्छ होइन ट्यागहरू चाहिँ। अनि अर्को चाहिँ हाम्रो लिङ्क ट्याग जुनमा चाहिँ हामीले चाहिँ ए युज गरेका हुन्छ किन एमा चाहिँ हामीले चाहिँ लिङ्क गर्नको लागि। जस्तै लिङ्क ट्याग केमा युज हुन्छ भन्दाखेरि चाहिँ दुईवटै पेज छ हामीसँग। जस्तै अब एबाट होम पेज छ, अब हामीले त्यो दुईवटा पेजलाई चाहिँ हामीले चाहिँ लिङ्क गर्नु पऱ्यो भने चाहिँ के हुन्छ हाम्रो चाहिँ ए ट्याग चाहिँ युज हुन्छ होइन। जस्ट लाइक अब मैले चाहिँ के गर्नु पऱ्यो युट्युबमा जाऊँ होइन, युट्युबमा जाऊँ अनि युट्युबमा गइसकेपछि चाहिँ तपाईँ यहाँ देख्न सक्नुहुन्छ यो चाहिँ होम पेज भयो हाम्रो। यहाँबाट चाहिँ मलाई चाहिँ हिस्ट्री पेजमा जान भने चाहिँ यसरी डाइरेक्ट गरेर चाहिँ यहाँ हिस्ट्री पेजमा चाहिँ हामी चाहिँ यसरी जान सक्छौँ। यही भनेको के हो लिङ्क पेज हो, लिङ्क ट्याग होइन ए ट्याग। अब हाम्रो छ इमेज ट्याग। इमेज ट्याग भनेको चाहिँ के हो, इमेज ट्यागमा चाहिँ हामीले चाहिँ सिर्फ इमेज सो गर्ने मात्रै हो होइन, इमेज सो मात्रै गर्छौँ हामीले चाहिँ। यसमा चाहिँ इमेजले चाहिँ त्यहाँको इमेज हाम्रो ल्यापटपभित्र भएको इमेज चाहिँ के गर्छ वेबसाइटमा ल्याएर चाहिँ स्टोर गरिदिन्छ। त्यही मात्रै काम हो इमेजको चाहिँ होइन, गएर पेज फाटिदिन्छ कि इमेजलाई। जस्ट लाइक अब मैले चाहिँ युट्युब खोलेँ, अहिले पनि युट्युबकै इक्जाम्पल दिउँ। जति पनि यो थम्बनेलहरू देखेको छ नि यो सबै थम्बनेल चाहिँ के हो इमेज ट्यागै हो होइन। यो इमेज ट्यागले नै गर्दा यो थम्बनेलहरू चाहिँ हाम्रो चाहिँ यो सबै देखिएको छ। इमेज ट्याग हट्ने बित्तिकै जस्तै म F12 गरेर एउटा यस्तो गरेर यो गरिदिन्छु। यो इमेज ट्याग भनेर तपाईँले यहाँ देख्न सक्नुहुन्छ होइन। जब मैले यो इमेज ट्यागै हटाइदिन्छु हाम्रो इमेजै हट्यो क्या, अहिले देख्न सक्नुहुन्छ नि इमेजै हट्यो कि यो थम्बनेलै हट्यो कि। यही काम गर्छ हाम्रो इमेज ट्यागले, इमेज देखाउँछ होइन त्यहाँ ल्याएर। अब हाम्रो चाहिँ अरू पनि ट्यागहरू छन् जस्ट लाइक अब हाम्रो चाहिँ धेरै ट्यागहरू छन्। जस्ट लाइक अब हाम्रो चाहिँ सेन्टर ट्याग छ। सेन्टर ट्यागले चाहिँ के गर्छ टेक्स्टलाई चाहिँ सेन्टरमा ल्याइदिन्छ। बिआर ट्याग छ जुनले चाहिँ हाम्रो चाहिँ लाइनलाई चाहिँ ब्रेक गरिदिन्छ होइन। अनि अरू कुन अब आई फ्रेम छ। आई फ्रेमले के गर्छ हाम्रो युट्युबमा भएको भिडियो वा फेसबुकमा भएको भिडियो वा हाम्रो इभन गुगल म्यापलाई पनि के गरिदिन्छ हाम्रो वेबसाइटमा चाहिँ डिस्प्ले गराइदिन्छ। इमेज ट्यागको कुरा गरिसक्यो। इनपुट ट्याग भनेको चाहिँ हाम्रो चाहिँ जस्तै अब केही कुराहरू चाहिँ इनपुट लिन छ, नम्बरहरू भयो, नेमहरू भयो, त्यो सबै चाहिँ के गर्छ इनपुट ट्यागले चाहिँ लिन्छ। अनि हामीसँग एचआर छ। एचआरले चाहिँ के गर्छ भन्दाखेरि चाहिँ एउटा तल चाहिँ होरिजेन्टल लाइन ल्याइदिन्छ। अनि H1 to H6 यो भनेको हेडिङ लाइन भइहाल्यो होइन। अनि त्यो पछि हामीसँग चाहिँ स्ट्रोङ छ। स्ट्रोङले चाहिँ अलिकति बोल्ड गरिदिन्छ। हाम्रो चाहिँ भिडियो ट्याग छ। भिडियो ट्यागले चाहिँ के गर्छ भिडियो ट्याग ल्याइदिन्छ होइन। हाम्रो चाहिँ इमेज ट्याग जसरी नै हाम्रो चाहिँ भिडियो पनि आउँछ। टेबल छ। टेबलले चाहिँ हाम्रो के गर्छ टेबल बनाइदिन्छ एउटा होइन। त्यसरी अब स्टाइल ट्याग छ। स्टाइल ट्यागमा चाहिँ हामीले सिएसएस लेख्न मिल्छ। सिएसएस भनेको के थियो त्यो चाहिँ हामी चाहिँ अर्को भिडियोमा भन्नेवाला छौँ। अहिले चाहिँ हामी चाहिँ सिर्फ एचटिएमएलको बारेमा मात्रै कुरा गरौँ। यसरी नै अब यहाँ चाहिँ अब धेरै कुराको अब धेरै के छ एचटिएमएल ट्याग्सहरू छैन। यो चाहिँ पुरै जान्नुपर्छ, पुरै घोक्नुपर्छ अनि छैन। हामीले चाहिँ गर्दै हामीले चाहिँ यो सबै कुरा चाहिँ याद हुन्छ होइन आफै नै। अनि त्यो पछि चाहिँ अब हामीले चाहिँ टक्क लगाएर चाहिँ यो कुरा बुझिसकेपछि चाहिँ अब हामीले एउटा सिम्पल प्रोजेक्ट बनाउनुतिर लागिहालौँ है त।
ओके, म चाहिँ यहाँ चाहिँ नेक्स्ट डेस्कटपमा आइसकेको छु। अब यहाँ चाहिँ म एउटा फाइल बनाउँछु, कन्ट्रोल सिफ्ट एन गरेर चाहिँ के बनाउँछु, प्रोग्रामिङ नेपालीमा पार्ट 2 बनाइहालेँ होइन। यसमा गएर चाहिँ ओपन विथ भ्यास कोड गरिदिउँ, यसलाई क्लोज गरिदिउँ। अनि त्यसपछि हाम्रो चाहिँ के हुन्छ, भ्यास कोडमा चाहिँ हाम्रो चाहिँ त्यो फोल्डर चाहिँ खुलिहाल्यो होइन, खुल्दैछ। त्यो पछि पहिला चाहिँ म यो पाइलोटलाई चाहिँ एकैछिन हटाइदिन्छु। त्यो पछि अब के हुन्छ, म एउटा एप के बनाउँछु, इन्डेक्स डट एचटिएमएल बनाइदिन्छ होइन। अलिकति जुम गरिदिन्छु, तपाईँलाई देखिन्छ होला देखिन्न होला होइन। यहाँ चाहिँ के गर्छु, म एउटा बोइलर कोड जेनेरेट गर्छु। तपाईँ भ्यास कोडमा हुनुहुन्छ भने चाहिँ Shift+1 गरेपछि चाहिँ जुन यो हाम्रो चाहिँ यो कुरा आउँछ नि, यसले चाहिँ हाम्रो के हुन्छ, बोइलर कोड चाहिँ जेनेरेट गरिदिन्छ, जुनमा चाहिँ हामीसँग यो मेटा इन्फर्मेसन भनेको चाहिँ यही मेटा इन्फर्मेसन हो। यसलाई चाहिँ अहिले चाहिँ हामी चाहिँ डिलिट गरिदिनु हुन्छ होइन। तपाईँले एउटा इन्ट्रेस्टिङ कुरा भन्छ, हामीले चाहिँ एचटिएमएलमा चाहिँ हामीले के एडभान्टेज हुन्छ भन्दाखेरि चाहिँ जस्ट लाइक एउटा म के गर्छु, डकुमेन्ट्समा गएर चाहिँ कोडमा गएर चाहिँ के गर्छु, यो एचटिएमएल ट्याग फाइललाई खोल्छ होइन। हामीले चाहिँ यो बोइलर कोड चाहिँ हामीलाई चाहिँ नेसेसरी हुन्न कि हामीलाई चाहिँ कोड लेख्नको लागि होइन। जस्ट लाइक म एच1मा चाहिँ हेलो वर्ल्ड भनेर लेख्दैछु, के हुन्छ, यत्तिकै हाम्रो चाहिँ के भयो, डिस्प्ले भयो कि हामीलाई नेसेसरी हुन्न। के नेसेसरी हुन्न, बोइलर कोडै जेनेरेट गर्नुपर्छ भने चाहिँ हाम्रो चाहिँ के हुन्न, नेसेसरी चाहिँ हुन्न होइन। म तपाईँलाई चाहिँ यो मेटा यो इन्फर्मेसन चाहिँ हटाइदिन्छु। यो एचटिएमएलको ल्याङ्ग्वेज इङ्ग्लिस यो कुरा नि हटाइदिन्छ होइन, यसले चाहिँ के असर पार्दैन अहिले चाहिँ। अनि यति राख्छु। यसमा चाहिँ के गर्छौँ, माई फर्स्ट प्रोजेक्ट भनेर राख्छु। देनसँग नि अहिले डकुमेन्ट छ, झ्याप्पै रिफ्रेस गर्ने बित्तिकै माई फर्स्ट प्रोजेक्ट भनेर म यहाँ टाइटलमा जे लेखेको थिएँ त्यो कुरा चाहिँ यहाँ आइसक्यो होइन। अब हामी चाहिँ के गर्छौँ, बडी ट्यागभित्र चाहिँ के गर्छौँ, हामीले चाहिँ एउटा मेरो वेबसाइट चाहिँ बनाउँछु। वेबसाइट मैले के युज गरेर बनाउँछु भने हो, एउटा हेडिङ युज गरेर, प्याराग्राफ युज गरेर, इमेज युज गरेर, युएल र एलआई युज गरेर र ए युज गरेर म सबै कुराको चाहिँ विस्तारसँग चाहिँ सबै कुरालाई एक्सप्लेन गर्नेवाला छु, कसरी काम गर्छ के गर्छ होइन। सुरुमा चाहिँ म के गर्छु, एच1 ट्याग युज गरेर चाहिँ के गर्छु, एउटा माई इन्फर्मेसन भन्ने वा माई नेम इज असिम भनेर यहाँ लेखिदिन्छु होइन। यो गर्ने बित्तिकै के भयो, यु क्यान सी माई नेम इज असिम भनेर आयो होइन। त्यसरी नै म मल्टिपल कुराहरू चाहिँ ओके यस्तो भयो होइन। यहाँ चाहिँ म के गर्छु, S2 S3 H4 H5 र H6 यो सबै H1 देखि H5 को सबैको यो डिफरेन्स देखाउँछ होइन। म सबैको सुरुमा चाहिँ यु क्यान सी म जब रिफ्रेस गर्छु के हुन्छ, यहाँ सबैको फन्ट चाहिँ सानो हुँदै जान्छ क्या, यु क्यान सी होइन, सबैको फन्ट सानो हुँदै जान्छ। वाट इफ मैले यहाँ HTML लेखिदिएँ, के हुन्छ, HTML लेखिदिएँ अरे के होला, कमेन्ट बक्समा लेखिदिएन, केही हुन्न क्या, नर्मल्ली आउँछ क्या, किनकि HTML हाम्रो एक्जिस्ट गर्दैन होइन। यो कुरा चाहिँ बुझ्नु पऱ्यो। अनि अर्को एडभान्टेज कुरा भनेको चाहिँ हामीलाई केही कुरा लेख्नको लागि चाहिँ ट्याग चाहिन्न कि, जस्ट लाइक ट्याग चाहिएन नि। मैले जसरी लेखेको थिएँ त्यसरी नै आउँछ, तर हामीले के गर्न मिल्दैन, यसलाई स्टाइलिङ गर्न मिल्दैन र के गर्न मिल्दैन, यसको फन्ट यतिकै सानो भइरहेको छ होइन। देख्नुभयो, हेडिङको कति बोल्ड छ तर यसको कति लाइट वेट छ, प्लस कति सानो पनि छ कि फन्ट। तर यही कुरा मैले अब के गरिदिएँ, पिट्यागमा गएर लेखिदिएँ भने के हुन्छ, यसलाई स्टाइलिङ गर्न मिल्छ कसरी, त्यो कुरा अर्को भिडियोमा भन्छौँ होइन। यही कुरालाई मैले पिट्यागमा लेखिदिएँ भने फन्ट त जस्ताको त्यस्तै हुन्छ, तर के गर्न मिल्छ, यसलाई हामीले स्टाइलिङ गर्न मिल्छ होइन। अब प्याराग्राफको पनि कुरा भयो, हेडिङको पनि कुरा भयो। अब हाम्रो के को कुरा गर्न बाँकी छ, एउटा इमेजको र ए ट्यागको र युएलएलआईको। अब ढिलो नगरिकन यसको पनि एक्सप्लेन गरिहालौँ। पहिला सुरु के को कुरा गरौँ, मजाले एउटा इमेजको कुरा गरौँ। इमेज ट्याग भनेको चाहिँ हामीले चाहिँ आइएमजी लेख्छौँ, अनि के गर्छ एसआरसी र एएलटी। एएलटी हाम्रो अहिले नेसेसरी छैन होइन, एएलटीलाई हटाऊँ, तर एसआरसी चाहिँ हाम्रो के हो, नेसेसरी हो। अब एसआरसी भनेको के हो, एसआरसी भनेको चाहिँ हाम्रो इमेजको सोर्स हो कि, हाम्रो इमेज चाहिँ कताले ल्याउने त नि भन्ने सोर्स हो। जस्तै मैले एउटा चाहिँ एचटिएमएल के भन्छु, एचटिएमएल ट्याग भनेर एउटा इमेज खोजेँ होइन, एचटिएमएल ट्याग भनेर एउटा के गरेँ, इमेज खोजेँ होइन। मानौँ यही इमेज राम्रो छ, यो इमेजको चाहिँ मैले के गर्छु, लिङ्क कपी गर्छु र यहाँ पेस्ट हालिदिन्छु। जुन अघि त्यहाँ इमेज देखेको थियौँ नि हामीले, त्यही इमेज हाम्रो के हुन्छ, यहाँ आउँछ क्या,
यसरी, किनकि हामीले त्यहाँको सोर्स कपी गरेर यहाँ पेस्ट हान्थ्यौँ। त्यो इमेजको सोर्स चाहिँ के भयो, यहाँ आएर डिस्प्ले भयो होइन। यो कुरा जस्तै हामीले चाहिँ अब के गर्न मन छ, जस्तै म अब यहाँबाट एउटा इमेज निकाल्छु। के निकाल्छु भन्दाखेरि चाहिँ मेरो गेमिङ च्यानल नि छ, त्यसको थम्बनेल हो यो होइन। यो के गर्छु, डकुमेन्टमा गएर अघि हामीले जुन फाइल बनाएको थियौँ त्यही फाइलको चाहिँ के गर्छु, यहाँ आएर पेस्ट हानिदिन्छु होइन। अहिले पेस्ट भयो होइन। यसलाई म नाम 1 राखिदिन्छु अहिले, किनकि सजिलो हुन्छ नि त। अब यहाँ के गर्छु, 1.jpg गरिदिन्छु। के भयो, त्यहाँको सोर्स लेख्यौँ नि हामीले, त्यहाँको इमेजको के लेख्यौँ, नाम र एक्सटेन्सन लेख्यौँ होइन। अब त्यही कुरालाई अब मैले यहाँ रिफ्रेस गर्ने बित्तिकै त्यही कुरा आयो, त्यही इमेज हाम्रो यहाँ आयो होइन। त्यो चाहिँ अलिकति ठुलो भयो, त्यहाँ अहिलेकै इमेज राखिदिउँ होइन, ठिक्क छ यो। त्यो पछि के गरौँ भन्दाखेरि चाहिँ वा यस्तो पनि गर्न मिल्छ। हाम्रो इमेजको के भयो, यो हाम्रो इमेज भयो, यसको साइज के भयो, ठुलो भयो नि, हाइट र विड्थ ठुलो भयो नि। अब के गर्न मिल्छ, हाइटलाई चाहिँ 50 पिक्सल प्लस विड्थलाई चाहिँ 50 पिक्सल यस्तो गरिदियो भने चाहिँ यसको साइज चाहिँ घटेर 50x50 यहाँ पुग्छ। अब मैले यहाँ 500 राखिदिएँ है, 500x500 भयो होइन। तर मेरो के गर्छु, 800मा राखिदिन्छु। ओके, नर्मल्ली भयो नि, यस्तो हुन्छ क्या। हाइट र विड्थले के गर्छ, यसको हामीले चाहिँ हाइट र विड्थ चाहिँ मजाले एडजस्ट गर्न मिल्छ होइन। ल अब हाम्रो इमेजको ट्यागको नि कुरा भयो। अब हाम्रो ULLI को कुरा गरौँ। ULLI भनेको चाहिँ एउटा ट्याग हो। UL भनेको एउटा ट्याग हो। UL भित्र हामीले के गर्छौँ, LI ट्याग लाउँछौँ। यहाँ के गर्छौँ, अब हामीले चाहिँ जे पनि राख्छौँ। अब मानौँ बनाना राखिदियौँ। के हुन्छ, UL ले चाहिँ के गर्छ भन्दाखेरि चाहिँ हाम्रो चाहिँ बुलेट पोइन्टमा चाहिँ हाम्रो के ल्याइदिन्छ, डेटाहरू ल्याइदिन्छ, जुनमा चाहिँ हाम्रो यो बनाना खाने, बनानाको अगाडि के हो, बुलेट छ। यो कुरा चाहिँ हाम्रो चाहिँ केमा युज हुन्छ, केही कुरालाई चाहिँ अब प्रडक्टको इन्फर्मेसनहरू, प्रडक्टको अब डिटेल्सहरू चाहिँ हामीलाई यसरी देखाउन मन छ भने चाहिँ यसरी देखाउन सकिन्छ होइन, सजिलो भयो। अब हाम्रो के गरिन्छ, यहाँ एउटा एनिमल राखिन्छ, क्याट। ओके, क्याट पनि आयो हाम्रो, यसरी आउँछ। अब यही कुरालाई मैले अब यहाँ OL गरेर राखिदियो भने, यो UL थियो, यहाँ OL राखिदियो भने के हुन्छ, अब यहाँ जाडु माथि के भयो थियो, बुलेटमा आएको थियो, यहाँ चाहिँ अब नम्बरमा हुन्छ। अब हामीले CSS युज गरेर स्टाइलिङ गरेर यसलाई बक्सा बनाइदिने, यो डब्बा जस्तो स्क्वायरमा बनाइदिने, गोलो हटाएर यसमा 1 2 3 को ठाउँमा III गरेर गर्न पनि मिल्छ। त्यसको लागि हामीलाई चाहिँ CSS आउनुपर्छ। त्यो चाहिँ हामीले अर्को भिडियोमा मजाले सिक्नेवाला छौँ होइन। अनि त्यो चाहिँ अब हाम्रो UL पनि भयो होइन, UL पनि भयो। अब हाम्रो के छ, ए ट्याग छ। ए ट्याग युज गर्नको लागि चाहिँ हाम्रो के हुनुपर्छ, दुईटा पेज हुनुपर्छ हामीसँग ए ट्याग युज गर्नको लागि। भनेपछि म ए ट्याग मजाले यहाँ ए ट्यागलाई स्पोन गरिदिइहाल्छु। त्यो चाहिँ हामीले चाहिँ ए ट्यागमा चाहिँ के लेख्छौँ, भित्र चाहिँ हेयर भनेर लेख्छौँ। पोइन्ट टु बी नोटेड के हुनुपर्छ, यहाँ हेयर चाहिँ हाम्रो चाहिँ के हुनुपर्छ, इनसाइड द ए ट्याग भित्र हुनुपर्छ। देख्नुभयो नि, यहाँ चाहिँ हामीले अब हामी कहाँ जाने त नि, कुन पेजमा जाने त नि, त्यो कुरा चाहिँ हामीले चाहिँ यहाँ लेख्छौँ होइन, कहाँ जाने त नि भनेर यहाँ लेख्छौँ। अब हामीले चाहिँ विन्डोज भी गरेर मैले यहाँ आफ्नो च्यानलको लिङ्क राखिदिएर भिजिट माई च्यानल भनेर राखिदियो भने होइन, मेरो च्यानलको लिङ्क राखिदिएँ अनि भिजिट माई च्यानल भनेर राखिदियो भने, अनि मैले इफ रिफ्रेस गरेँ भने चाहिँ के हुन्छ, यु क्यान सी भिजिट माई च्यानल भनेर आयो। अब मैले यसलाई चाहिँ खोल्यो भने चाहिँ मेरो च्यानल सिधै खुलिन्छ होइन, मेरो च्यानल सिधै खुलिन्छ। यसरी यस्तो हुन्छ होइन। अब सिधै जाम अब अर्को ट्यागतिर, जुन हाम्रो चाहिँ सबै ट्याग भ्याइयो होइन। ओके, सबै ट्याग भ्याइयो। सबै ट्यागको चाहिँ मैले अब यहाँ चाहिँ इन्फर्मेसन दिएँ। यसरी पनि तपाईँले के गर्न सक्नुहुन्छ, सबै ट्यागबाट युज गरेर चाहिँ सिम्पल एउटा चाहिँ वेबसाइट बनाउन सक्नुहुन्छ। ल झ्याप्चो एउटा वेबसाइट बनाएर चाहिँ म तपाईँलाई भेटिहाल्छु, अनि त्यसपछि तपाईँलाई के गर्छु, सबै कुराको एक्सप्लेन दिन्छु। ओके,
मैले चाहिँ एउटा सानोतिनो वेबसाइट बनाएँ होइन, जहाँ चाहिँ मेरो के भयो भन्दाखेरि चाहिँ ओके यहाँ जेपिजी हो, एक्सटेन्सन कलर हुने बित्तिकै के हुन्छ हाम्रो इमेज चाहिँ लोड हुन्न होइन। ओके यो चाहिँ भयो होइन। अब के गर्छु भन्दाखेरि चाहिँ म तपाईँलाई एउटा कुरा देखाउँछु, H1 ट्याग। H1 ट्यागले के भयो हाम्रो यहाँ एउटा हेडिङ स्पन भयो, त्यो चाहिँ पी ट्याग। पी ट्यागमा मैले के गर्थेँ अलिकति एउटा डिस्क्रिप्सन लेखिदिउँ लोरेमको, त्यो कुरा के भयो यहाँ स्पन भयो, यहाँ कुरा हामीले लेखियो होइन। त्यो चाहिँ हाम्रो के भयो इमेज। इमेज ट्यागले हाम्रो के भयो यहाँ इमेजलाई चाहिँ यहाँ इमेज पनि स्पन गरिदियो, इमेज हाम्रो यहाँ डिस्प्ले भएको छ। अनि यहाँ के भयो हाइट र विड्थ हामीले चाहिँ एडजस्ट गरिदिएका छौँ। अब एउटा मेन कुरा भनेको यो अल्ट एएलटीले के गर्छ त यहाँ हाम्रो इमेजमा, त्यो कुरा बुझौँ। जस्तै अब तपाईँको इमेज चाहिँ नेटको इररले गर्दा वा केहीको इररले गर्दा तपाईँको इमेज चाहिँ लोड भएन वा एक्सटेन्सन गलत भएको छ होइन, तपाईँको इमेज लोड भएन, के हुन्छ भन्दाखेरि चाहिँ त्यो इमेज चाहिँ कुन टाइपको हो त नि, त्यो इमेज भनेको चाहिँ के हो त नि, त्यो इमेज चाहिँ क्या छ त नि, त्यो कुरा चाहिँ हामी चाहिँ यहाँ अल्टमा चाहिँ इन्फर्मेसन मजाले दिन सक्छौँ। जुन चाहिँ हामीले चाहिँ इमेज नचलेको बेला चाहिँ यहाँ चाहिँ इन्फर्मेसन दिन्छ। जसलाई मैले यहाँ माई थम्बनेल लेखेको थिएँ, यो मेरो थम्बनेल हो है भनेर यहाँ चाहिँ भनिदिएको छ माई थम्बनेलले। इफ अब मैले चाहिँ यो चाहिँ इमेज चाहिँ अब जेनेरेट भयो, यो इमेज चाहिँ लोड भयो, मजाले लोड भयो, कुनै इरर आएन भने चाहिँ त्यो माई थम्बनेल हट्छ होइन, माई थम्बनेल हट्छ। अब अर्को कुरो माई भिजिट च्यानल, यसले चाहिँ के गर्छ ए ट्याग लगाइदिइहाल्यो माई भिजिट च्यानल, च्यानलमा भिजिट गरिदिइहाल्छ होइन। तर यो इमेजकै साइडमा के आयो हाम्रो यो लिङ्क आयो, यसलाई यो माई भिजिट च्यानललाई चाहिँ कसरी तल ल्याउनु त नि, त्यसको नि एउटा स्टेप छ। हामीले अघि जस्तै के पढेको थियौँ बिआर ट्याग पढेको थियौँ होइन, बिआर ट्याग पढेको थियौँ नि, त्यसले के गर्छ भन्थ्यौँ ब्रेक लाइन गर्छ भन्थ्यौँ, त्यो लाइनबाट तल ल्याइदिन्छ भन्थ्यौँ इन्फर्मेसनलाई। अब मैले इफ यहाँ बिआर ट्याग लगाइदिएँ भने चाहिँ के हुन्छ देख्नुभयो, यहाँबाट चाहिँ के भयो यो तल आइदियो क्या। यस्तो किन भयो त नि, यस्तो किन भयो भन्दाखेरि चाहिँ इमेज ट्याग भनेको चाहिँ एउटा के हो नन ब्लक हो के, भनेको चाहिँ यसले चाहिँ यो सबै इलिमेन्टको चाहिँ के गर्दैन ब्लक लिँदैन के। जस्तै अब पी ट्यागले यो सबै ब्लक लेख नि त, हेडिङले नि यो सबै ब्लक लेख, तर इमेजले के गर्छ आफू जति छ त्यति मात्रै ब्लक लिन्छ, त्यो साइडको ब्लक लिन्न होइन। अनि ए ट्यागले नि त्यही गर्छ, आफ्नो साइडको ब्लक चाहिँ लिँदैन, त्यो कुरा चाहिँ बुझ्नु पर्यो, सबै विड्थ लिँदैन कि यसले चाहिँ। जस्तै पी ट्यागलाई H1ले के गर्छ सबै ब्लक लिइदिन्छ, यहाँबाट यहाँसम्मको ब्लक लिइदिन्छ। यसको टेक्स्ट यति सानो हुँदा पनि के भयो यो लोरेम चाहिँ, यो लोरेम भन्ने प्याराग्राफ चाहिँ तलै आएर बस्यो नि त, किनकि यो हेडिङ भनेको चाहिँ के हो एउटा ब्लक हो के, ब्लक इलिमेन्ट हो के। यसले चाहिँ सबै ब्लक यो सबै विड्थ चाहिँ लिइदिन्छ होइन, त्यसरी प्याराग्राफले नि त्यसरी नै लिइदिन्छ, नत्र इमेज चाहिँ यहाँ आउनु पर्ने हो। तर किन आएन इमेज यहाँ, किनकि यसले पनि पुरै ब्लक लिएर बस्यो। तर के भयो इमेज चाहिँ नन ब्लक इलिमेन्ट हो, यसले चाहिँ आफू जति हो त्यति मात्रै ब्लक लिन्छ, त्योभन्दा उताको विड्थ लिँदैन। त्यो भएर चाहिँ के भयो यो आफूले लिएको ठाउँ बाहेक यतापट्टिको ठाउँ चाहिँ के भयो ए ट्यागले लेख नि त, त्यो भन्नु खोजेको के, बुझ्नुभयो। यति बुझिसकेपछि चाहिँ अब एचआरले चाहिँ के काम गर्छ, मलाई चाहिँ यो इमेजको तल चाहिँ एउटा लाइन ल्याउन हो, के गर्यो नि जसलाई एचआर लेखिदिने, के भयो एउटा लाइन आइहाल्यो, इजी के होइन, एउटा लाइन आइहाल्यो, जस्ट इजी हो क्या हामीले चाहिँ एचटिएमएल युज गर्न के, सो के सोच्नै पर्दैन। अब मलाई मानौँ एउटा H2 ट्यागमा चाहिँ वेलकम ब्याक टु माई न्यू भिडियो, वेलकम ब्याक टु माई न्यू भिडियो। यो चाहिँ हाम्रो के हो लेफ्ट अलाइन छ नि, यो लेफ्ट अलाइनको सट्टा हामीले सेन्टर अलाइन गर्नु हो, यसलाई चाहिँ हामीले सेन्टरमा ल्याउनु हो। एचटिएमएल ट्यागबाट यो के कसरी गर्ने के गरिदिने, जस्ट सेन्टर ट्याग युज गरिदिने, के भयो हाम्रो इलिमेन्ट चाहिँ सेन्टरमा आयो, भेरी सिम्पल के। मलाई यो प्याराग्राफ ट्याग चाहिँ यतिले पुगेन, मलाई अझै बोल्ड गर्न पर्यो, के गरिदिने जस्ट बी ट्याग, मैले अघि जसरी भन्थेँ बोल्ड ट्याग युज गरिदिने, बोल्ड ट्याग गरिदिने, पहिलाभन्दा अलिकति बोल्ड भयो। मलाई बोल्ड ट्यागले नि पुगेन, स्ट्रङ हान्ने अझै बोल्ड भयो, तर धेरै डिफ्रेन्स देखिन्न होइन। बोल्ड ट्याग र स्ट्रङमा चाहिँ यस्तो धेरै डिफ्रेन्स देखिन्न, अलिकति डिफ्रेन्स देखिन्छ, खासै त्यस्तो डिफ्रेन्स देखिन्न के होइन, त्यस्तो खासै डिफ्रेन्स देखिन्न होइन। अब अर्को कुरा गरौँ, तपाईँले साइन्स पढ्नुभयो, अभियसली साइन्स पढ्नुभयो, त्यसमा के हुन्छ H2O, H2O मा के हुन्छ H2O हुन्छ होइन, H2O हुन्छ, तर H2O के हुन्छ 2 चाहिँ बेसमा हुन्छ, अलिकति तल हुन्छ, त्यो कसरी गर्ने नि सिम्पल एससीबी ट्याग लगाइदिने,
यसरी टुलाई लेखिदिने बेसमा आइहाल्यो सिम्पल हो के यस्तै सिम्पल कुराले चाहिँ तपाईँले चाहिँ बिगेस्ट एउटा राम्रो एचटिएमएलबाट युज गरेर चाहिँ एउटा दामी एउटा वेबसाइट बनाउन सक्नुहुन्छ यो नराम्रो छ यस्तो नराम्रो छ यो वेबसाइट कसले हेर्ला त्यही सोच्नुभयो होइन त्यही सोच्नु भएन हेर्छ नि इफ तपाईँले यहाँ स्टाइलिङ लगाइदिनु भयो भने स्टाइलिङ कसरी गर्ने यो कुरा चाहिँ म तपाईँलाई अर्को एपिसोडमा भन्नेवाला छु जुनमा चाहिँ म चाहिँ तपाईँलाई फुल्ली सिएसएसको बारेमा भन्नेवाला छु तपाईँले चाहिँ एक दुईवटा प्रोजेक्ट दिएको मैले चाहिँ टास्क दिएको त्यो टास्क चाहिँ यसो यहाँ हेरिदिनु होला होइन यति धेरै टास्क छैन यति टास्क छ अनि यो टास्क चाहिँ तपाईँले कम्प्लिट गरिदिनु भयो भने चाहिँ डन भनेर लेखिदिनु होला जुनमा चाहिँ टास्क वानमा चाहिँ हाम्रो के हो एउटा बिगिनर हो एउटा एचटिएमएल फाइल बनाउने अनि तपाईँको नाम एउटा प्याराग्राफ लेख्ने तपाईँको बारेमा अनि एउटा इमेज हालिदिनु तपाईँको त्यति एउटा हो टास्क टूमा तपाईँको युएल ट्याग युज गरेर 3टा हबीको बारेमा जसलाई सिङ्गिङ होला गेमिङ होला अनि साइक्लिङ होला त्यो सबै लेखिदिने अनि तपाईँको युट्युब र फेसबुकको चाहिँ एकाउन्टमा लिङ्क हाल्ने त्यो कुरा तपाईँले गर्न सकिहाल्नुहुन्छ भर्खरै मैले सिकाएँ सिम्पल छ एउटा टास्क तिमीमा के गर्ने एउटा एबाउट मीको चाहिँ वेबसाइट बनाउने वा वेब पेज बनाउने त्यसमा चाहिँ के गर्ने एउटा हेडिङ राख्ने एउटा प्याराग्राफ राख्ने एउटा इमेज राख्ने एउटा लिङ्क राख्ने माथिको र तलको कम्बिनेसन भनेकै लास्ट टास्क 3 हो होइन जुन चाहिँ अलिकति च्यालेन्जिङ छ तर टास्क 1 र टास्क 2 गर्नु भने चाहिँ इजिली भइहाल्छ यो चाहिँ होइन सो यही हो मन परेको छ लाइक गरिदिनु होला सेयर गरिदिनु होला सब्सक्राइब गरिदिनु होला थ्याङ्क यू सो फर वाचिङ दिस भिडियो टेक केयर लभ यु अल इन बाई बाई EP3 लेख्नु होला EP3 आइहाल्छ है त